स्कुल जान मन लाग्छ तिमीलाई? नाइ लाग्दैन? किन? स्कुलमा बसेको के गरौँ बस्यो भन्दाखेरि किन भनौँ किन? त्यो पन्थे छ नि के छ? पन्थे के त्यस्तो भन्नु हुँदैन के, त्यस्तो भन्नु हुँदैन बुझ्यौ? स्कुल गएको बित्तिकै ल्याङ ल्याङ हान्छ त्यसले। कसले? सरले? ओके तिमीहरू जानु मन लाउने यार। किन ल्याङ हान्छ? तिमीले होमवर्क नगरेर कि तिमीले हल्ला गरेर ल्याङ हान्ने? बुढेले उता एउटाले होमवर्क गर्यो भने त सबलाई भास्ने। के गर्ने? भास्ने त सबलाई हो बुढेले। भास्ने? त्यो भनेको के? लट्ठी। लट्ठी पिट्ने? लट्ठीले पिट्ने? भास्ने गरेर हान्छ। भास्ने गरेर हान्नुहुन्छ सरले? ओके त्यो जाति बोलाउन। अनि मिसहरूले पढाउनुहुन्छ कि हुन्न? पढाउनुहुन्छ। अनि मिसहरूले नि पिट्नुहुन्छ कि हुँदैन? मिसको त कुरै नगर भाइ। मिसले बढी पिट्नुहुन्छ कि सरले? मिसको त कुरै नगर के। किन? मिसले धेरै पिट्नुहुन्छ? त्यो पढ्ने छ नि पढ्ने त्यो स्कुल अर्को स्कुलमा क्या हालेको। ए तिम्रो त्यो त अस्ति भर्खरको समाचार हो। तिम्रो स्कुलमा चाहिँ होइन, अर्को स्कुलमा चाहिँ हानेको। अनि पिट्न त पिट्नुहुन्छ नि होइन? पनि कम छैन भन्छ त्यत्तिकै बेक्सरी पिट्नुहुन्छ लट्ठीले पिट्यो नि। एउटाले छिटो बिहान भने खायो, अर्कोले होमवर्क एक दिन गरेन भने खायो, अनि फेरि अर्कोले एक दिन होमवर्क गरेर नि खायो। ढिलो ल्यायो अनि फेरि खायो। होमवर्क फेरि यति दिन त छुट ल्याएको हो क्या। त्यस्तो हो भन्छ है। अनि भनेपछि त्यही भएर चाहिँ स्कुल जान मन लाग्दैन तिमीलाई? अनि के अरे मोबाइल छ कि छैन तिम्रो? अरे छ है, आफ्नै मोबाइल छ है? अब फेरि अर्को मोबाइल नै आउँदै? विदेशबाट कसले पठाउँदो? कसले पठाउनु भयो? कसले पठाउने? के त ए अनि अहिलेको मोबाइल छ नि तिम्रो, त्यो तिम्रै हो? अनि तिमीले कतिको चलाउँछौ? मैले धेरै बेरसम्म चलाउँछौ? अनि के हेर्छौ? शिवको फ्रेन्ड हो म। कहिले के भनेर खोजेको तिमीले? कहिले कति बजीसम्म? कहिले म 10 बजीसम्म हेर्छु, कहिले बिहान हुनेसम्म हेर्छु, कहिले 8 बजीसम्म हेर्छु। थोरै अगाडि आउन है। कहिले 3 दिनै हेरिदिन्छु मैले भने। एकछिन भ्याउन लाग्यो। छिटो न छिटो हो, नचलिकन बस्ने भनेको होइन। ल मोबाइल कतिको चलाउँछ? मोबाइल भनिसक्यो त। फेरि भन्ने? 10 बजे 5 बजे बिहान बेलुका जहिले नि। अब बिना मोबाइल त सक्दैन बस्न? सक्दैन? सक्दैन। मोबाइल भएन भने त मेरो दिनै चल्दैन हो है। अनि मोबाइलमा के हेर्छ? कार्टुनहरू कि के हेर्छ? म शिव हेर्छु, पुष्पा। त्यो भनेको कार्टुनै होला नि त होइन? पुष्पा ए अनि म रुद्र हेर्छु, अनि म बक्सिङ हेर्छु। त्यो फाइट खेलेकोहरू ए त्यसलाई उताबाट खुद लिएर यसरी राख्नुपर्छ के। तिमी अनि कति वर्ष अरे? अघि नै भनेको 7 है। अनि तिमीले अनि हाम्रो प्राइम मिनिस्टर थाहा छ? थाहा होइन है। अनि तिमी बस्ने ठाउँको नामलाई के भनिन्छ? न्यू रोड। ए मान्छे तिमी न्यू रोडमा बस्छौ? एकछिन लास्ट है।